अट्याचवाला बेडरुम भयो। अनि यताबाट लिभिङको यो कमन टोइलेट भयो। यो कमन टोइलेट चाहिँ अफिसको लागि पनि एक्सेस भयो, लिभिङबाट पनि एक्सेस भयो। अनि यताबाट हामी माथि चढ्छौँ। माथि चढेपछि यहाँ आइपुग्छौँ। अनि माथि आएपछि हाम्रो ढोकाखोलीभित्र लिभिङ रुम हुन्छ, ओपनवाला लिभिङ भयो, किचन, डाइनिङ सबै यो ओपन भयो। त्यसबाट लिभिङबाट यता गयो भने हाम्रो अट्याच टोइलेटमा भयो, सेम भयो यो चाहिँ। अनि यहाँबाट फेरि माथि गयो। माथि गएपछि चाहिँ हाम्रो यहाँ आइपुग्यो। यहाँ आएपछि चाहिँ अब हाम्रो यता चाहिँ टेरेस हुन्छ। त्यसको लागि चाहिँ यताबाट ढोका हुन्छ। यताबाट बाहिर आयो कौसी भयो। अनि यताबाट चाहिँ हाम्रो भित्र छिरेपछि चाहिँ यो हाम्रो पूजा रुम हुन्छ। पूजा रुमबाट यता स्टोर भयो, भराइ भयो। अनि यहाँबाट चाहिँ अब यो खुल्ला भयो। यो चाहिँ सही त्यो त बन्द गर्नुपर्छ बनाएर टक्क अब पहिलाको भन्दा यो ठिक छ नि म्याम होइन? स्योर हो? देखेन त टावर जस्तो। अहिले मलाई त्यही त। यहाँनिर बढी मन परेको भनेको त्यो अगाडि पूर्वतिरै छत भयो क्या। त्यही त भनेको। यो पुरै ठाडो पनि भएन नि त, टावर जस्तो पनि भएन। एकदम दामी भयो। भने चाहिँ हाम्रो सुर्की त धेरै छँदै छैन है? होइन त्यो